नमस्ते नमस्कार, म जेसन राईको तर्फबाट यहाँहरू सम्पूर्णलाई त र गाउँघरको बसाइ अनि घाँस गोठाला केही बासी भिडियो लिएर हजुरहरूमा आएको छु। र त्यसै गरी हाम्रो बाँसुरी वादकमा हुनुहुन्छ उमेश राई। हस्, धन्यवाद तपाईँलाई। पहिला बालापनहरू सम्झिने गर्छौँ। थाहै छ तपाईँहरूलाई पनि गाउँघरमा बस्नुभएको छ भने कति पहिला भन्नै पर्दैन। गोठाला घाँस अनि गाउँघरमा गरेको रमाइलो है भनिराख्नु पर्दैन है। पहिलादेखि बजाइरहनु हुन्थ्यो उहाँले, म धेरै सुनिरहन्थेँ। उहाँ पनि म्युजिक लभर एकदम पहिलादेखि नै उहाँको म्युजिक क्षेत्रमा धेरै केही गर्छु भन्ने उहाँ पनि आशा भएको मान्छे हो र धेरै पहिलादेखि बजाइरहनुहुन्थ्यो। र म त झन् म्युजिक भनेपछि एकदमै मलाई भात तरकारी खाना नै नचाहिने मान्छे हो। म्युजिक एकदमै सुन्छु म र मन पनि पर्छ र सबै किसिमका म्युजिकहरू मनपर्छ। त्यसै गरी गोठाला गर्ने क्रममा उमेश राईज्यूले बाँसुरी बोक्नु भएको रहेछ। त्यही भएको कारण उहाँले यसो बजाइदिनु न त भनेर मेरो चाहिँ अङ्कल पर्नुहुन्छ काका, अनि उहाँले बोक्नु भएको रहेछ। त्यही कारणले मैले थोरै बजाइदिनु न त भिडियो गरौँ भनेर उहाँले बाँसुरी बजाउनु भयो र त्यसै कारण म भिडियो गरिरहेको छु। र त्यसै गरी मङ्सिरको महिना हो यो। अब मङ्सिरको महिनामा प्राय बालीहरू भित्राउने काम हुन्छ र त्यसै गरी हामीले पनि धान काटेर पाँजाहरू सुकाएर धानको बिटा बाँधेर ओसारेर धानलाई चुटेर अनि घरसम्म ल्याउने काम गरिँदैछ भनौँ न है। भाइहरू एकदमै पाँजा बोकेर अनि धानलाई झाट्ने क्रम जारी नै छ हाम्रो। र देख्न सक्नुहुनेछ तपाईँहरूले यहाँ पाँजा बोकिरहेको। हाम्रो गाउँतिर चाहिँ प्राय धान काटेर खेतमै सुकाइन्छ र सुकेपछि चाहिँ अनि पाँजाहरू बिटाहरू उठाएर अनि एकै ठाउँमा भेला पारेर त्यहाँ चुटेर ल्याउने गरिन्छ विशेष हाम्रोतिर चाहिँ। र भाइहरूले यहाँ रमाइलो गर्दै चुटिरहेका छन् धानहरू, देख्न सक्नुहुन्छ तपाईँहरू। अनि अब यसरी चुटेपछि एक ठाउँमा पारेपछि पराललाई फेरि खेतमै छोडिन्छ 1-2 दिनको लागि अनि धान चाहिँ बोकेर लगिन्छ। एउटा लिखुडी आइसक्यो यहाँनिर देख्न सक्नुहुन्छ, डन झार्दैछ यसले पनि। झरियो फाइनली गाइज, अलिअलि बजार देखिसक्यो हामीले। थोरै बजार देखिसक्यो। बाटो यस्तो अलि तल हामी चाहिँ अब किनकि एउटा पोखरी छ, पोखरीमा चाहिँ टपरी कि टपरा भन्छ नि, टपरा गाँसेर होइन, टपरा गाँसेर अनि त्यहाँनेरि पोखरी पनि देखिसक्यो, हल्का देखिसक्नुहुन्छ। यो पोखरीमा चाहिँ हामीले यहाँ पात गाँसेर टपरा बनाएर चाहिँ हामीले टपरी कि टपरा भन्छ होइन, पोखरी देखिसक्यो। फाइनली गाइजहरू बजार पनि मन्दिर पनि देखिसक्यो। हामी चाहिँ अब यहाँदेखि हाम्रा भाकलका लागि
केही सामग्रीहरू जुटाएर हामी जानेछौँ अनि त्यसपछि हामी बजार भर्नेछौँ र आज कति टाइम हुन्छ बजार भर्दा भर्दै र टाइम रह्यो भने फर्किनेछौँ होइन भने हाम्रो बास त्यतै हुनेछ अनि भोलि हामी फर्किनेछौँ घरतिर है। हाम्रो पूजापाठको सामग्रीहरू अलरेडी यहाँनिर रेडी भइसकेको छ र हाम्रो परेवा खोइ नि हाम्रो परिवारहरू पनि खोजी गरौँ है। हाम्रो परेवा खोइ नि परिवारहरू यता होला। यहाँ ल्याउँदा परेवा फाइनली परेवा परेवा यतातिर रहेछ है अहिले होइन। एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने चाहिँदैन तिमी बिनाको चाहिँदैन तिमी बिनाको सुनैको दरबार सुनैको दरबार सुम्पेरी दे तिमीलाई हृदय मेरो नतोड जीवनको बाटो छ लामो एकल बिचमा नछाड आकाश धरती साँची छ हृदयको माया तिम्रै हो यो जीवनमा त रहेन अर्को जीवन पनि तिम्रै हो हेर न हेर कान्छ डरलाई फुलले ढाक्यो टिपन टिपेर एउटा ठुल्ठोमा साजिदेऊ न हुन्छ हुन्छ कान्छी त्यो फुलमा टिपिदेऊला फुलेको फुल्दै नरम पूजा गर्दै गरेको फाइनली गाइस हाम्रो चाहिँ टोली है यो माला लगाएको टोली अब माला चढाउने वालामा छौँ हामी।